घमण्डीपनाले गर्दाखेरि आज कहाँ आएर टुङ्गे धोतो पनि थाहा छैन क्या। यो बाटो यस्तो गाह्रो रहेको छ। यता फुल पहिरो रहेछ, हामी यता माथिबाट आउनु परेको छ। यस्तो दृश्य देखेपछि थकित ज्यान पनि एकदमै उत्साहितजनक हुँदो रहेछ है। म चाहिँ अब टक्कसँगले जाँदैछु फोक्सोन्डोतर्फ है। हाम्रो सबैजना दाइहरू सबै भित्र छिरिसक्नु भएको छ। म चाहिँ यहाँ पानी लिन टक्कसँगले आएको। उहाँ सबैजना सबै उतो लागेको है। ल अब म फोक्सोन्डो पुगेरै अपडेटहरू दिउँ ल। अहिलेको लागि बाई। गाइस अझै फेरि हामी तल्लो बगर भन्ने ठाउँ आइसकेको छौँ है। हामी यहाँ तल्लो बगरमा खाना बसेको छौँ। लगभग हामी कोलपुरबाट हिँडेको लगभग भइसक्यो कति 12-13 घन्टा अथवा 14 घन्टा हामी कोलपुरबाट हिँडेको भइसक्यो है। हामी यहाँ तल्लो बगर भन्ने ठाउँ यहाँ आइसकेको छौँ। यहाँको भ्यूहरू एकदमै राम्रो छ। अझै हामी सुलीगढ भन्ने ठाउँसम्म पुग्नु पर्ने छ आज। हेरौँ कहिले कतिखेर पुगिन्छ भन्ने कुरा हो। साथीहरू यो चाहिँ त्रिवेणी खोला रहेको छ है। त्रिवेणी खोला ठ्याक्क त्रिवेणी खोलाको माथि यसो हेर्दाखेरि हिमाल यी छेउमै देख्न सकिन्छ। एकदमै राम्रो हिमाल। कुन हिमाल हो भन्ने चाहिँ मलाई पनि ठ्याक्कै थाहा भएन, तर एकदमै सुन्दर हिमाल यहाँबाट देख्न सकिरहेको छ साथीहरू है। यो चाहिँ त्रिवेणी नदी भनेर भनिएको छ। तर हेलो गाइस, अहिले चाहिँ म सुलीगढ आइपुगेँ होइन। सुलीगढ आइपुग्दै अलिकति राति भयो। हो त्यही भएर आज हामी सबैजना बस्ने निर्णय गरेको छौँ है। अब आज बसेर आज मजाले रेस्ट गरेर भोलि बिहानै हिँड्ने भन्ने कुरा छ। तर यहाँ सेफोक्सोन्डो राष्ट्रिय निकुञ्जको उतो टिकटै फेरि बिहान 10 बजी खुल्दो रहेछ क्या। अब त्यो बिहान 10 बजी खुल्यो भने त हिँड्नु पाइएन। हाम्रो चाहिँ सोच के थियो भन्दाखेरि बिहानै उठेर टिकट बिहानै काटेर बिहानै 3-4 बजी उठेर एकै दिनमा 12-14 घन्टा हिँडेर फोक्सोन्डो पुग्ने हाम्रो सोच थियो। हामीसँग हिम्मत पनि थियो, जोसमा पनि थियो। तर हामी अहिलेको लागि असफल भयौँ। ल सेफोक्सोन्डोले हामीलाई वेलकम गरिसकेको छ। वेलकम टु सेफोक्सोन्डो नेसनल पार्क, द ल्यान्ड अफ स्नो लियोपार्डमा हामी प्रवेश गरिसकेको छौँ। अब हामी अगाडि होटलहरू हेर्ने कोसिस गर्दैछौँ। हाम्रो लट्ठी यहाँ छ, पानीको बोतल पानी पनि सक्यो। अब एउटा होटल हेरेर आज यिनीहरू बास बस्ने भन्ने हाम्रो योजना रहेको छ। हेलो गाइस, गुड मर्निङ फ्रम सुलीगढ है। हामी चाहिँ टक्कसँगले बिहानी नै हामीले हाम्रो यात्रा सुरु गरिसकेको छौँ। अब हेरौँ हामी कतिखेर पुग्छौँ है। यस्तो रहेछ भ्यूहरू है। एकदमै राम्रो रहेको छ। हिजो फेरि यहाँ पानी परेछ क्या। अनि हिजो पानी परेको कारणले गर्दाखेरि भ्यू निकै नै राम्रो देखिरहेको छ आज है। अब हेरौँ आज कहाँसम्म पुगिन्छ, के गरिन्छ भन्ने हेरौँ है। यस्तो छ हाम्रो चाहिँ। ल अब चाहिँ हामी लाग्यौँ यात्रातर्फ। बाटो चाहिँ तपाईँले माइन्ड मेकअप गरेर आउनु होला है। यस्तो छ बाटो है। एकदमै कठिनाइले भरिएको बाटो छ। तर भ्यूहरू हेर्दाखेरि यो बाटोको केही पनि चिन्ता नहुने रहेछ है। हामी भर्खर सुलीगढबाट हिँडेको आधी घन्टा मात्रै हुँदैछ र हामीलाई थकान लागिसकेको छ है। तर केही छैन, अझै हामीले धेरै नै हिँड्न बाँकी छ। यस्तो रहेछ। पहिरो पनि यहाँबाट खस्या रहेछ। सानो बाटोमा खोलाको किनारै हुँदै हामी अगाडि बढिरहेका छौँ है।
एउटा मैले तपाईँलाई क्विक फ्याक्ट दिइहालेँ है। यो छ नि यो माथिको यो पहाडहरू यहाँ चाहिँ 10-11 बजीदेखि ढुङ्गाहरू झर्न सुरु गर्छ अरे होइन। ऱ्यान्डमली ढुङ्गाहरू झरिदिरहेको हुन्छ अरे हो। त्यसकै कारणले गर्दाखेरि तपाईँहरू ट्राभल यो फोक्सोनो ट्राभल गर्दाखेरि अलवेज मर्निङको टाइममा ट्राभल गर्नु होला है। ल यति भन्न चाहन्छु म। तपाईँहरू लगभग 1 घन्टा हिँडेपछि यो ठाउँमा आइपुग्नुहुन्छ है। यहाँनिर तपाईँहरूलाई बाटोको कन्फ्युजन हुनसक्छ। यहाँ दुईवटा बाटो रहेको छ, एउटा त्यहाँ तलबाट यता जाने र माथिबाट जाने। तपाईँहरूलाई कन्फ्युजन हुनसक्छ, तपाईँहरू चाहिँ यो माथिल्लो बाटो आउनु होला। हामी 1 घन्टा 15 मिनटको यात्रा पछाडि कागेनी आइसकेको छौँ। कागेनीको चाहिँ 2235 मिटर उचाइमा रहेछ यो कागेनी भन्ने ठाउँ चाहिँ है। एकदमै सुन्दर ठाउँ रहेको छ। त्यहाँ एउटा भ्याली पनि रहेको छ है। अब हामी हिँड्दैछौँ। यस्तो तपाईँले फलहरू देख्नुभयो भने जाप्पायती जेप्पायती नबुझिकन नजानिकन टिपेर नखानु छोरा मान्छेहरूले फाल्दे है। के हो थाहा छैन मलाई, थाहा पाएको भए त म खान्थेँ, हेर्दाखेरि मिठो थियो भने। त्यसो भनेर भएन। हामी अहिले कागेनी आइसकेको छौँ है साथीहरू। अझै धेरै छ हामीलाई हिँड्न बाँकी। अब चाहिँ जाडो हुन थाल्यो, किन भन्दाखेरि यहीँ माथि हिउँ परेको रहेछ। तपाईँले देख्नुभयो कि भएन, यहीँनेरिमा माथि यही डाँडामा कागेनीको डाँडामा हिउँ परिरहेको रहेछ। अब हामी चाहिँ यो पात्र एउटा लगाएको थियौँ अघि चुलीगढमा गर्ने भएको थियो। अब यहाँ चाहिँ लगाउनु पर्ने अवस्था आएको छ साथीहरू है। अब एउटा भिजिटर लगाएर फेरि हामीले हाम्रो यात्रा अगाडि बढाउनु पर्ने हुन्छ। यहाँ चाहिँ फोक्सोन्डोको बारेमा फ्याक्टहरू रहेको छ है। हामी हटाक्क जलास आइसकेको छौँ है। टक्क जलासको भ्यू चाहिँ यस्तो रहेको छ। सुलीगढबाट लगभग 1.5 घन्टा, लगभग भनौँ न 1 घन्टा 40-50 मिनट लागेर हामी यो ठाउँमा आउन सकिन्छ। यहाँको अल्टिट्युड चाहिँ 2340 मिटर रहेको रहेछ। यहाँ यस्तो छ भ्यू, एकदमै राम्रो रहेको छ यहाँ भ्यू है। हामीले चाहिँ अहिले बाटो भुलेको अवस्था छ है। यो बाटो हो कि होइन, हो कि होइन फिक्सै छैन क्या। अब कसरी हो भन्नु, कसरी होइन भन्नु। होइन भन्दा नि अब यता बाटै छैन, हो भन्दा नि अब कसरी हो त यो, यस्तो हुन्छ बाटो भन्ने भइसक्यो। यस्तो दृश्य देखेपछि थकित ज्यान पनि एकदमै उत्साहितजनक हुँदो रहेछ है। यस्तो भ्यू रहेपछि त हेर्नुहोस् त यहाँ। ओहो, फोक्सोनो तपाईँ एकपल्ट जीवनमा आउनै पर्ने गन्तव्य रहेको छ है। 2-3 घन्टा हिँड्यो, थकान लाग्छ, फेरि यस्तो दृश्य देखिन्छ, फेरि थकानहरू सबै मेटिन्छ, फेरि हिँड्यो, फेरि थकान, फेरि दृश्य, एकदमै दृश्यले भरिपूर्ण रहेको छ यो फोक्सोन्डो है। हामी धेरै यात्रा 3 घन्टाको यात्रा गरिसकेपछि सेफ फोक्सोन्डो म्युनिसिपालिटी डोल्पामा आइसकेको छौँ। अझै हामीलाई हिँड्न धेरै नै बाँकी छ। अब 1-1.5 घन्टामा हामी सायद चेप्का भन्ने ठाउँ पुग्छौँ भन्ने आशा छ। हामी 3 घन्टा हिँडिसकेको छौँ है। हामी 3 घन्टा हिँडिसकेका छौँ। यसको अल्टिट्युड चाहिँ 2681 मिटर रहेको छ है। अब यहाँ टाइम देखाए अनुसार चाहिँ चेक्पा हामी लगभग 1 घन्टामा पुग्छौँ भनेर अनुमानित गरिएको छ। अब हेरौँ हाम्रो हिँडाइ कतिको रहनेछ है। हाम्रो हिँडाइ छिटै रह्यो भने 1 घन्टामा पुग्यो। अब हिँडाइ त्यस्तो रहेन भने त 1 घन्टा पुगे भन्ने आशा छ। र पनि जाउँ, हामी हिँड्दै जाउँ, कहाँसम्म पुगिन्छ आज। हामी ठ्याक्क रेस्ट गर्ने ठाउँमा आइसकेको छौँ। त्यो बोर्डदेखि चाहिँ यहाँ आइपुग्न निकै गाह्रो रहेछ क्या। त्यो फोक्सोन्डो म्युनिसिपालिटी बोर्ड देखेदेखि चाहिँ यहाँ आउनु सिधै उकालो यस्तो उकालो चढ्नु पऱ्यो भने कहाँ सक्नु भने। हामी चाहिँ टक्क धन्न रेस्ट गर्ने ठाउँ यहाँ बनाइदिनु भएको रहेछ है। अब यहाँ खाजा खाएर फेरि हामी हाम्रो यात्रा अगाडि बढाउने। हस्त धन्यवाद।
हामी चाहिँ यहाँ वत्ताउतो छ यसो कराकुरुक खाएर फेरि हामी हाम्रो यात्रा अगाडि बढाउनेछौँ है त। यहाँ तपाईँहरूले ठ्याक्क यहाँ चाहिँ बस्ने ठाउँ छ होइन, यहाँ बस्ने ठाउँमा धेरै फोहोरहरू पनि देख्यो हामीले, तर त्यसरी फोहोरहरू चाहिँ फाल्नु भएन क्या। फोहोरहरू फाल्ने ठाउँ यहाँ छ, त्यही भएर हाम्रो टक्कसँगले यो फोहोरहरू सबै यहाँनिर फालिदिनु पर्यो। अब हामी त्यो टिपेर पनि यहीँ हाल्नेछौँ। हामी अहिले ठ्याक्कै चेक्पा आइसकेको छौँ है। अब हाम्रो अर्को गन्तव्य 7 किलोमिटर 3 घन्टाको यात्रा गरेर हुनेछ। कहाँनिर हुनेछ चाहिँ रेन्चीमा हुनेछ। अब 7 किलोमिटर रहेछ यहाँदेखि। अब ढिला नगरिकन हामीले हाम्रो यात्रा अगाडि बढाउनु पर्ने हुन्छ। जति कठिन यात्रा त्यति नै सुन्दर गन्तव्य भन्ने सुनेको थिएँ। साँच्चै नै हो कि भन्नेमै म विश्वास गर्न पुगेँ, किन भन्दाखेरि यात्रा एकदमै गाह्रो रहेको छ। हिँड्ने बाटो निकै उकालो। अब गन्तव्य त्यति नै राम्रो छ भन्ने म आशा गर्दछु। हाम्रो खुट्टाले गिभअप गरिसकेको छ, तर हाम्रो मनले चाहिँ गिभअप गरेर हामी सकेका छैनौँ। हामी अझै हिँड्ने भन्ने योजनामा रहेको छौँ। हामी अब 7 घन्टा जतिमा हामी फोक्सोनो लेक पुग्ने कुरा रहेको छ, तर हामी आज फोक्सोनो लेक पुग्दैनौँ। किन भन्दाखेरि हामी आज रेची अथवा टाप प्राइज के लेखेको रिङमा जानेछौँ सायद हामी। ओके, यति भन्दै हामी चेकमा पनि आइसकेको छौँ। अब यहाँबाट हामीले हाम्रो यात्रा अगाडि बढाउनु पर्ने हुन्छ। हस् त। अब साथीहरूले यो पानी देख्दाखेरि छि खोलाका पानी छि गर्नुहुन्छ होला होइन, तर नाइ त्यस्तो हुन्न। खोलाको पानी यसरी खानुपर्छ साथीहरू हामीले है। यहाँ छ खोलो, ट्याक्क चोब्रे यसरी सेट निकाल्ने। यो हो नि त पानी भनेको, यसलाई भन्छ नि त मिठो त। जमिको नि हात रातो एकदमै चिसो रहेको छ गाइस है। त्यस्तै छ ल, खोला यस्तो रहेको छ, रमाइलो छ। लगभग 4-5 घन्टा हिँडिसक्यो, अझै 14 घन्टा हिँड्नु बाँकी छ, र पनि हामी हिँड्ने प्रयास गर्दछौँ है। ल हामी चेप्काबाट लगभग 1 घन्टा 1.5 घन्टाको दूरीमा हामी यो एकदमै सुन्दर भ्यू आइसकेको छौँ है। यसो हेर्दाखेरि हेर्नुहोस् त, सुन्दरताले भरिपूर्ण दृश्य रहेको छ। ऊ त्यहाँ फेरि एउटा पुल चाहिँ रहेको छ। हामी त्यो पुल तर्छौँ कि तर्दिनौँ त्यो पनि मलाई थाहा भएन, तर म यहाँ भ्यू हेर्नलाई म बसेका एकछिन, मलाई भ्यू हेर्नु छ क्या। अब एकछिन 5 मिनट जति बसेर हामी फेरि हाम्रो यात्रा अगाडि बढाउने छौँ। अब हेरौँ हामी आज हिँड्दा हिँड्दै कहाँ पुग्ने छौँ नि हामीलाई थाहा छैन क्या। अब हाम्रो हिँडाइ हेर्दा त अझै सुड्डो पुगेला जस्तो छ, तर पुगिँदैन होला, केही छैन। पुगेर भने पनि हामी तल्लो स्थानमा आज बसेर भोलि फोक्सोन्डोको यात्रा हामी गर्ने नै छौँ। इफ तपाईँहरूले यहाँ बाटो भुल्ने सम्भावना चाहिँ अलिकति धेरै नै हुँदो रहेछ होइन। आफै बाटो भएर चाहिँ यो बाटो नहिँड्नु होला होइन। कसैलाई थाहा पाउनु भएन भने अगेर बगेर कसैलाई सोधेर होइन मात्रै यो बाटो हिँड्नु होला, नभए हामी जस्तो तपाईँले पनि दुःख पाउन सक्नुहुन्छ। हामी पनि 2-3टा बाटो भुलिँदै हामी हिँड्यौँ। हो त्यही भएर तपाईँहरूलाई बाटोहरू थाहा भएन भने चाहिँ यता मान्छेलाई कसैलाई सोधेर, स्थानीयवासीलाई सोधेर, अथवा कोही त्यो ट्रेकिङ ट्रायलमा हिँड्दै हुनुहुन्छ भने उहाँहरूलाई सोधेर मात्रै हिँड्नु होला, नभए आफै दुःखमा पर्नुहुन्छ। यहाँ चाहिँ फोक्सोन्डो जाने बाटो भनेर बकाइदा लेखिएको रहेछ है यहाँ सबैतिर। यसको एलिभेसन चाहिँ अल्टिट्युड चाहिँ 2829 मिटर रहेको छ। हामी अझै योभन्दा माथि हिँड्नेछौँ है। हाम्रो यात्रु दाजुहरू अगाडि बढिसक्नु भएको छ। यसरी बिचमा बोर्डहरू पनि राखिदिएको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ क्याम्पिङ गर्ने ठाउँ पनि रहेछ है, यस्तो एरिया रहेछ। इफ तपाईँहरू क्याम्पिङ पनि गर्दै हुनुहुन्छ भने
यहाँ एउटा क्याम्पिङ गर्ने ठाउँ पनि रहेको छ, तपाईहरु क्याम्पिङ गर्न सक्नुहुन्छ। हामी फेरि अर्को ठाउँ आइसकेको छौँ हैन। हामी एउटै पुल क्या, मतलब एउटै पुल हैन, एउटै खोला हामीले 5-6 पल्ट हामीले क्रस गर्दै यता आउँदै क्रस गर्दै हामीले गरिसक्यौँ क्या। फेरि यहाँ अर्को पुल रहेको छ है, अर्को नदी के अरे अर्को पुल रहेको छ। फेरि यो पनि हामीले क्रस गर्नुपर्ने हुन्छ। अब क्रस गर्नुपर्ने छ, तर फेरि अगाडिको बाटो हेर्दा नि मलाई लास गिरी लागिसक्यो नि त गाइज। अनि हेर्नु त यहाँ एकपल्ट बाटो यो हेर्नु त उकालै उकालो छ, ठाडै त्यतिको ठाडो उकालो गयो भन्दा नि मान्छे मर्दैन, सकिन्छ जान यार। हिँडेको लोद्रो भइसक्यो कि 5-5.5 घन्टा भइसक्यो हिँडेको। अब अझै 5.5 अझै हाम्रो 6 घन्टा 6 देखि 7 घन्टा हिँड्दा मात्रै फोक्सुन्डो पुगिन्छ। अब आज हामी कहाँ पुग्छौँ भन्ने हामीलाई थाहा छैन क्या। अब जस यस्तो दृश्यहरू देख्न पाउँदा चाहिँ फेरि हाम्रो थकान पनि हाम्रो मेटिन्छ है। त्यही हो, हामी यहाँ धेरै थाकेर यहाँबाट एकदमै राम्रो दृश्य अवलोकन गर्न मिल्दो रहेछ। फोनबाट त्यति राम्रो देखिँदैन होला, तर तपाईको नेकेड आइजले भने एकदमै सुन्दर दृश्य देखिनेछ। त्यहाँबाट हिमालको पानी त्यहाँबाट झरेर यहाँबाट बग्दैछ, एकदमै राम्रो दृश्य रहेको छ। पानी पनि अहिले परिरहेको छ है, पानीले पनि हामीलाई कुटिरहेको छ, र पनि हामीले पानीलाई छिचोल्दै हामीले हाम्रो यात्रा अगाडि बढाउँदैछौँ। यो बाटो एकदमै दर्दनाक रहेको छ हैन। माथिबाट यसो हेर्दाखेरि यहाँबाट ढुङ्गाहरू खस्यो भने टाउमा लाग्छ भन्ने डर। यहाँ फेरि अहिले पानी परिरहेको छ क्या, अनि यो ढुङ्गाहरू चिप्लियो भने यता खाइमा पर्छ भन्ने डरको जिन्दगीमा पनि हामी हिँड्न चाहिँ छोड्नु भएन। जस्ट पुष्पा योर लिमिट गाइस। यति यहाँनिर हामी हर्स राइडिङ पनि देख्न सकिन्छ। दाजुको हर्स राइडिङ यहाँ निकै राम्रो रहेको छ। हामी अहिले रेन्सी भन्ने ठाउँ आइसकेको छौँ है। यहाँनिर सबैजना यस्तो छ ठाउँ है। अब हाम्रो नेक्स्ट डेस्टिनेसन रहेको छ के हो, सुमदुम्बा भन्ने ठाउँ। अब 30 मिनटमा पुगिन्छ भनेर भनिएको छ, तर हाम्रो हिँडाइले गर्दाखेरि हामी लगभग 45 मिनट 1 घन्टा नै राखौँ है। यसको हाइट अल्टिट्युड रेन्सी भ्यालीको अल्टिट्युड 3013 मिटर माथि रहेको रहेछ। अब फोक्सुन्डो जाने बाटो यहाँबाट देखाइएको छ। हामी धेरै अलमल नगरिकन हामी यहाँबाट हाम्रो यात्रा अगाडि बढाउनेछौँ। हामीले बाटोमा यात्रा गर्दै धेरैवटा चौरी गाईहरू यहाँ देख्न सकिन्छ है। सेतो कालो टक्क चिसो पानी यहाँ बसेको। अब हेरौँ माथि चौरी गाईको दुध मिल्छ कि मिल्दैन भन्ने कुरा हो। चौरी गाईको दुधहरू पायो भने चाहिँ मिठो चिया खाने भन्ने हाम्रो सोच छ। हेरौँ अब के हुन्छ। हामी अहिले धेरै यात्रा गरिसकेपछि खुम्रु भन्ने ठाउँमा आइसकेको छौँ। यसको अल्टिट्युड चाहिँ हाइट चाहिँ 3089 मिटर रहेको छ। अब फोक्सुन्डो जाने बाटो यता भनेर देखाइदिएको छ। अब हेरौँ, अझै स्थानीयवासीहरूबाट बुझ्दाखेरि चाहिँ फोक्सुन्डो जाने बाटो अझै लगभग उहाँहरूको हिँडाइले 3 देखि 4 घन्टा होइन, 2.5 देखि 3 घन्टा। हाम्रो हिँडाइले चाहिँ 4 देखि 5 घन्टै लाग्छ जस्तो कुरो गर्नुभयो। तर केही छैन, हामीले आफूले आफूलाई डर पारेर आज फोक्सुन्डोसम्म जाने योजना बनाएको छौँ। अब यता यसो हेर्दाखेरि एउटा पहाड हेर्नुहोस् त, यो हिमाल। आहा, थकान त मिटिगयो अनि हामी चाहिँ अहिले सिमदुब्बा भन्दो रहेछ। अहिले 2060 मिटर अल्टिट्युडमा रहेको रहेछौँ हामी है। वे टु फोक्सुन्डो अब यताबाट बाटो रहेको छ। फेरि हामी अर्को सुन्दर हिमालको दृश्य यहाँबाट देख्न सक्छौँ है, अवलोकन गर्न सक्छौँ।
यतापट्टि अझै घाम लागिरहेको छ 5:30 भइसकेको छ है। अब हाम्रो यात्रा भनेको आज फोक्सुन्डै पुग्ने हामीले योजना बनाएको छौँ। अझै फोक्सुन्डो पुग्नलाई हामीलाई 3-4 घन्टा भन्दा बेसी लाग्ने अनुमानित छ। हेरौँ 5:30 यहीँ भइसकेको छ। अब कति बजी पुगिन्छ त्यही हो। तर यहाँ हिमालको भ्यू एकदमै राम्रो देखिरहेको छ। यहाँ साना साना केटाकेटीहरूले फुटबल पनि खेलेको देख्न सकिन्छ। तर यो फुटबल चाहिँ के को भन्दाखेरि तपाईँले याद गर्नु भएन होला, बोराको छ अरे। यो फुटबल बोराको छ। यो सायद स्कुल रहेको छ, सेकेन्डरी स्कुल रहेको रहेछ। यहाँ माथि पनि स्कुल रहेछ है। ऊ त्यहाँ एउटा बोराको यता भलिबलको फुटबल बनाउनु भएको रहेछ। यस खेलप्रति प्रेम यस्तो ठाउँमा पनि देख्न सकिन्छ। मान्छेहरू खेलको लागि जै नि गर्न सक्छन्। त्यही हो, खेलप्रति माया चाहिँ हुनु पर्यो। एउटा बोराको गोल बनाएर पनि खेल्न सकिन्छ है त। अब फोक्सुन्डो ट्रेकको सबैभन्दा अप्ठ्यारो पार्ट आउनेछ। यो जति पनि मैले देखाएँ, अहिले चाहिँ हामी ठ्याक्क झरनामा छौँ होइन। झरना होटलमा रहेको छु मैले चाहिँ। हामी ठ्याक्क यो चाहिँ झरना होटल रहेको छ। अब यो भनेको सबैभन्दा फोक्सुन्डोको सबैभन्दा अप्ठ्यारो ट्रायल भनेर पनि भनिने गर्दछ। अझै यहाँबाट 3 घन्टा लाग्छ भन्ने हामीलाई जानकारी दिनुभएको छ एउटा दाइले होइन। अब किन अप्ठ्यारो त भन्दाखेरि हामी यहीँबाट एकपल्ट अवलोकन गरौँ ल। तपाईँहरूले क्यामेरामा तपाईँले देख्नुहुन्छ कि देख्नुहुन्न? यो सानो बाटो छ नि, यो सानो बाटो हो त पुरै बाटो माथि, यहाँ माथिसम्म सिधै ठाडो उकालो हामी अगाडि बढ्नुपर्ने हुन्छ। हामी सक्छौँ सक्दैनौँ त थाहा भएन। तर यहाँ म्याक्सिमम् मान्छेहरूले सक्दैनस् होइन। यहाँलाई लगभग हामीलाई 15-20 जना जति यहाँनिर भेट्यौँ होला। यहाँ फर्किने यात्रुहरू सबैलाई सोद्धाखेरि तपाईँहरू त्यो फोक्सुन्डोको बाटो आज जान सक्नुहुन्न, सबैले सक्नुहुन्न भनेर भन्नुभएको थियो। अब सक्नुहुन्न कसरी सक्दिनँ त भनेर फेरि म अलिकति घमण्डी नै छु कि हो। त्यही भएर म सक्छु, किन चाहिँ सक्दिनँ त म अन्त भनेर अलिकति घमण्डीपन देखाएर म लगायत मेरा साथीभाइहरूलाई पनि म जोस जाँगर देखाएर म यो ट्रायलको लागि अगाडि बढिसकेँ। बाटोमा के हुन्छ कसो हुन्छ थाहा भएन, तर होप राम्रै हुन्छ भन्ने आशा रहेको छ। त्यही हो मेरो भनाइ। ल अहिलेलाई मैले फोन राखेँ कि अप्ठ्यारो गाह्रो पऱ्यो भने फेरि म फोन खोल्ने नै छु। तर बाटो देख्थेँ मलाई पनि अहिले चाहिँ जोस जाँगर हिम्मत अलिक सुक्दै गएको छ। 5:30 होइन, अहिले 6 बजेको छ ट्याक्कै होइन। अब 6 बजी 3 घन्टा भने चाहिँ 9 बजी जति हामी फोक्सुन्डो पुग्न सकिन्छ। अब हेरौँ कतिको सक्छु त म हिँड्नलाई। लगातार भयो हामी हिँडेको 12 घन्टा, लगातार 12 घन्टा भएको छैन। हामी हिँडेको लगातार 11 घन्टा भएको छ होइन। अब 1 घन्टा हामी 7 बजी हिँडेको, अब 1 घन्टा हिँड्दाखेरि 12 घन्टा हुन्छ। तर हामी आज 14-15 घन्टा लगातार हिँड्ने योजनामा रहेको छौँ। त्यही हो मेरो भनाइ। यहाँ माथि जङ्गली बाख्रो रहेको छ। हामी हाम्रो उकालोको जर्नी सुरु गरिसकेको छौँ। सायद के हो यो जङ्गली बाख्रो अथवा हरिण त यस्तो नहुनु पर्ने। यस्तो अप्ठ्यारो ठाउँमा यी बाख्राहरू चरिरहेछन्। के चाहिँ चढ्छन् होला, नहरियो नपरियो हिउँ मात्रै खाएर बस्यो। हामी यतिको उकालो चढिसक्यो। अझै अब 2 घन्टा छ। यस्तो छ क्लाइमेट एकदमै बिग्रिएको छ, वेदर एकदमै घिनास्टिक रहेको छ है। अब 2 घन्टाको यात्रा हामी के गर्न सक्छौँ सक्दैनौँ थाहा भएन। सकिएन भने पनि अप्सन छैन, हामीले पुग्नै पर्छ। तल जाउँ त उति नै, माथि जाउँ त उति नै।
त्यही भएर हामीले हाम्रो यो यात्रालाई अगाडि जसरी बढाउनै पर्छ त्यही हो। अब हेरौँ फोक्सोन्डो कतिखेर पुगिन्छ भन्ने कुरो हो। बेलुकाको समय भएपछि बेलुका भन्दा नि 7को समय भएपछि हावा एकदमै पातलिएको छ र चिसो पनि भएको छ। यहाँ हात दबाईहरू देख्न सक्नुहुन्छ। खिरियाएर हो कि जमेर के हो, हात रातोबाट निलो भइसकेको छ। नाकमा पनि त्यस्तै फिल भइसक्यो। नाकमा पनि अब यो फेरि माथि लाम भने यो माथिलाई हामी सास फेर्नु अप्ठ्यारो हुन्छ क्या। हावा निकै पातलो रहेको छ यार साथीहरू। जाडो पनि यत्तिले पनि थामेको छैन क्या। भोलि जाडो भइरहेछ, मतलब जिउमाथि जाडो भएको छैन, हातको त्यो देखिने पाटो हुन्छ नि हो त्यस्तोमा चाहिँ अनुहार हात हो त्यस्तोमा चाहिँ जाडो भइरहेछ। यस्तो रहेको छ बाटो। अप्ठ्यारो पनि कसरी नभनोस् त। अनि सबसे अप्ठ्यारो फोक्सोन्डो ट्रेकको सबैभन्दा अप्ठ्यारो बाटो र उकालो धेरै उकालो भएको बाटो पनि हुँदो रहेछ। बाटै अनि यस्तो रहेछ। सानो पातलो बाटो कसरी हिँड्नु, हावा चल्छ उस्तै, बाटो पातलो छ उस्तै। जुत्ताले भन्न धोका चाहिँ दिएको छैन। त्यही हो। अब पुगेर म देखाउने नै छु हामी कहाँ हिँड्दैछौँ, किन हिँड्दैछौँ पनि थाहा छैन। मेरो घमण्डीपनाले गर्दाखेरि आज कहाँ आएर टुङ्ग्यो धोतो पनि थाहा छैन क्या। अब यो बाटो फोक्सोन्डो जाने बाटो हो कि होइन। 9 बजिसकेको छ भन्न, जुन रात चाहिँ रहेको छ, जुन टह रहेको छ। 9 बजिसक्यो, अझै हामीले फोक्सोन्डो पुग्ने नामो निशान केही लिएको छैन। हामीले बरु एक दिन बास बस्नु पर्ने रहेछ जस्तो मलाई लाग्दैछ अहिले आएर चाहिँ। अब फर्क्यौँ भन्यो नि, कहाँ फर्क्यौँ नफर्क्यौँ भयो भने कहाँ जाउँ भन्ने कुरा हो क्या। अब केही छैन, अब हामी हिँड्ने नै कोसिस गर्छौँ। पर गेट देखिरहेको छ, धन्न गेट देखिएको छ है। यसरी हच्चको भरमा नहिँड्नु पर्ने रहेछ है। अहिले आएर थाहा हुँदैछ मलाई। यो माथिको चाहिँ फोक्सोन्डोको गेट रहेको रहेछ। नजान्ने बाटोमा चाहिँ हामी धेर जान्ने नआउनु पर्ने रहेछ। नेक्स्ट डेस्टिनेसन फोक्सोन्डो लेक 1 किलो। अब त 10 मिनटमा फोक्सोन्डो तारै पुग्ने रहेछ। हामी अहिले रिङ्गोमा भ्याली आइसकेका छौँ साथीहरू है। वी आर मोर देन ह्याप्पी देन एभर। गुड मर्निङ साथीहरू फ्रम लामा होटल्स है फोक्सोन्डोबाट है। लुक एट इट्स भ्यू है। बिहानै जुरुक्कै उठ्दाखेरि यति राम्रो भ्यू देखिएको छ। यता पनि हिमाल छ, यता पनि हिमाल छ, तर यता तुवालो लागिरहेछ। यता पनि हिमाल, यता पनि हिमाल। हिमालले कभर गरेर हामी बसिरहेछौँ यहाँ है। एकदमै राम्रो दृश्य रहेको छ। अब हामी फोक्सोन्डोतर्फ अगाडि बढ्छौँ यो होटललाई छोडेर। हेलो साथीहरू, हामी अहिले ठ्याक्क सेफ फोक्सोन्डो तालमा आइसकेको छौँ है। यहाँबाट चाहिँ ताल यस्तो देखिन्छ। अझै यहाँबाट मुनि पनि जान मिल्छ अरे। अनि यसको वाइ सेप हेर्नको लागि हामीले माथि डाँडामा चढ्नुपर्छ भनेर हाम्रो दाजुले भन्दै हुनुहुन्छ। अब हेरौँ के गर्ने हो, परिस्थिति कस्तो हुन्छ। एकदमै तुवालो पनि लागिरहेको छ। यहाँनिर चाहिँ मेन फिचर रहेको छ होइन सेफ फोक्सोन्डो तालको बारेमा। लार्जेस्ट नेसनल पार्क इन नेपाल रहेछ, हाइएस्ट स्नो लियोपार्ड। यहाँबाट ताल चाहिँ यस्तो देखिन्छ, एकदमै सुन्दर दृश्य। अब हाम्रो फोक्सोन्डोको यात्रा यहीँसम्म मात्रै रहेको छ है। हामी फोक्सोन्डो धेरै घुम्यो भनौँ न, धेरै लामो यात्रा गरेपछि यहाँ आइपुग्यो। हिउँ पनि मजाले परिरहेको छ, नाक कान मेरो सबै रातो भइसकेको छ। अब यस्तै छ,
फोक्सोन्डो यति सुन्दर छ, यति सुन्दर दृश्य देखेर आउँदाखेरि भएको कठिनाइहरू सबै बिर्सिसकेको छ है त। त्यही हो ल, यो भ्लग म यहीँनेरि एन्ड गर्न चाहन्छु होइन। एन्ड गर्न चाहन्छु भन्दा पनि मैले झर्नाहरू तपाईँलाई देखाएको छैन हिजो आउँदाखेरि रात परो। अब हजुरहरूलाई गएर म झर्नाहरू पनि देखाउने नै छु। फोक्सोन्डो यात्रा गर्दाखेरि तपाईँले बिचबाट झर्ना पनि भेट्न सक्नुहुन्छ। हो त्यही हो ल, फोक्सोन्डोबाट चाहिँ हामी चाहिँ अहिले बिदा लिइसकेको छौँ है त। हिजोको हालत हाम्रो एकदमै टाइट भएको थियो होइन। हिजोको जस्तो गरेर कृपया कोही पनि नआउनु होला हचुवाको भरमा। तपाईँलाई म यसको डिटेल भिडियो, आइटिनरी भिडियो म अर्को भिडियोमा हाल्ने नै छु। यो चाहिँ जस्ट फोक्सोन्डो मात्रै देखाएको, कसरी पुग्यो र के भयो भनेर मात्रै देखाएको हो। यहाँ परतिर झरना रहेको छ होइन। यो चाहिँ अहिले पानीले गर्दाखेरि मतलब धेर पानी नभएको कारणले गर्दाखेरि यो झरना निकै नै सानो देखिरहेको छ। तर बर्खाको समयमा यो झरना निकै नै ठुलो हुने गर्दछ है। अब यो झरनाबाट तपाईँहरू लगभग 1-1.5 घन्टामा भनौँ न तब तपाईँहरू फोक्सोन्डो पुग्न सक्नुहुन्छ। बाटो निकै नै अप्ठ्यारो रहेको छ, ख्याल गरेर हिँड्नु होला। राति चाहिँ यो बाटोमा नहिँड्नु होला होइन। हामी फेरि फोक्सोन्डोबाट सुलीगढको यात्रा फेरि हामी गर्दैछौँ। हामी टोटल ट्रेक 7 दिनको ट्रेकलाई हामी 7-8 दिनको ट्रेकलाई 8 दिनको ट्रेक थियो। 8 दिनको ट्रेकलाई हामी 4 दिनमै सक्ने कोसिस गर्दैछौँ। आज पनि अब राति नै हुन्छ होला सुलीगढ पुग्दाखेरि। हिजो फोक्सोन्डो पुग्दाखेरि कति राति भएको थियो, आज सुलीगढ पुग्दा पनि त्यति नै राति हुन्छ होला। तर 8 दिनको ट्रेकलाई हामी 4 दिनमै कम्प्लिट गर्ने कोसिस गर्दैछौँ। हेरौँ अब के हुन्छ, सकिन्छ सकिँदैन त्यो चाहिँ थाहा भएन, तर सक्ने प्रयास रहेको छ। रातिको 9 बजिसकेको छ, 9 साढे 9 हुन आँटेको छ होइन। यस्तो छ, यतापट्टि खोला छ पुरै, यतापट्टि यस्तो छ बाटो अप्ठ्यारो। तर पनि ट्रेक कम्प्लिट गर्नको लागि यताबाट फेरि पहिरोहरू लड्छ क्या। ट्रेक कम्प्लिट गर्नको लागि हामी यो बाटो हिँडिरहेछौँ। बाटो यस्तो गाह्रो रहेको छ, यता फुल पहिरो लडेछ। हामी यता माथिबाट आउनु परेको छ, के गर्नु, गन्तव्य पुग्नको लागि यतिको कठिन यात्रा त गर्नै पर्दो रहेछ। आउनु सिधै आउनु त सिधै। यहाँबाट झर्नु, यहाँबाट झर्नु है। झर्नु त दिस मच इज फर फोक्सोन्डो ट्रेकै। हामीले 4 दिनमा पुरै ट्रेकै कम्प्लिट गरिसकेको छौँ है। एन्ड इफ यु वान्ट फुल आइटिनरी भिडियो म अर्को भिडियोमा हाल्छु है। फुल डिटेलमा एभ्री प्राइजहरू के लाँदा ठिक हुन्छ, के नलाँदा ठिक हुन्छ, एउटा बोक्नुपर्ने कुरा नबोक्नुपर्ने कुरा होइन, पैसा कति लाग्छ के लाग्छ भन्ने कुरा म अर्को भिडियोमा भन्छु। त्यही हो, डे 4 मा चाहिँ हामीले पुरै ट्रेक कम्प्लिट गरिसकेको छौँ। रिटर्न ब्याक टु नेपालगञ्ज। And thank you for watching. Bye bye.